हेलो गाइस, सबैजनालाई दर्शन नमस्ते। आज मैले एउटा भिडियो बनाउन गइरहेको छु हैन। आज मैले किन भिडियो बनाउँदैछु भन्दाखेरि चाहिँ हैन, आज ठ्याक्कै 1 वर्षपछि पानी पर्दैछ कि हैन। पानीले एकदम मौसमले पनि च्यालेन्ज गरेको अवस्था। अनि मैले सोचेँ कि के गरौँ भन्ने भयो क्या। अहिले म ड्युटीमै छु हैन। अनि त्यसपछि मेरो दिमागमा चाहिँ के चल्यो भन्दाखेरि आज पानी परेको लगभग 1 वर्षपछि पानी पऱ्यो नि त। यही उपलक्ष्यमा एउटा भिडियो बनाउँछु भन्ने एकदम दिमागमा सुझुल भयो हैन। अनि सोचेँ एउटा भिडियो बनाउँछु हैन। त्यही भएर आज मैले फर्स्ट निर्णय गरेँ नि त। आजदेखि मैले भिडियो बनाउन गइरहेको छु, भ्लग बनाउने सोचिरहेको छु। सबैजनाले माया देखाइदिनु होला, सबैजनाले साथ सपोर्ट देखाइदिनु होला हैन। सधैँ यस्तै गार्डनको मनोरञ्जन भिडियोहरू लिएर आउनेछु हैन। कपडा फुलहरू देखेको सक्नुहुन्छ। मैले चाहिँ सोचेको आज पानी परेको उपलक्ष्यमा 1 वर्षपछि आज पानी पर्दैछ कि। सानो अहिले भर्खर सानो परिरहेको छ, देख्न सक्नुहुन्छ हैन। सानो भर्खर परिरहेको छ, यो देखिँदैन हैन क्यामेरामा। त्यही कारणले गर्दा मैले सोचेको चाहिँ आजदेखि यही पानी परेको उपलक्ष्यमा भिडियो बनाउन गइरहेको छु। सोचेको छु अबदेखि कन्टिन्यू भ्लगहरू बनाउनेछु। यस्तै गार्डनको हैन सानोतिनो भ्लगहरू लिएर आउनेछु। सबैजनाले साथ सपोर्ट माया देखाइदिनु होला ल। देख्न सक्नुहुन्छ फुलहरू कति हैन, यो मौसममा यति राम्रो फुलहरू कति रमाइरहेको छ हैन। दामी छ भ्यूहरू पनि हैन। म यस्तै भिडियोहरू लिएर आउनेछु। सबैजनाले माया देखाइदिनु होला, सबैजनाले साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने ठुलो आशा गरेको छु। देख्न सक्नुहुन्छ आहा यस्तो मौसममा हैन टक्क लगाएर हेर्नु फुल दामी फुलेको छ हैन। यो कति राम्रो छ सेतो फुल। त्यही हो आश छ सबैजनाले माया गरिदिनुहुन्छ, सबैजनाले माया गरिदिनुहुन्छ भन्ने ठुलो आश छ। टक्क लगाएर फेरि एकचोटि यो फुलको भ्यू म सट्ट देखाउनेछु ल। दामी हेर्नु त आमा क्या दामी छ हैन। वाउ देख्न सक्नुहुन्छ। हो यस्तै भिडियोहरू लिएर आउनेछु म हैन। सबैजनाले मेरो युट्युब च्यानलमा गएर सबैजनाले सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनुहुन्छ भने ठुलो आशा बोकिरहेको छु। मेरो यो फर्स्ट भ्लग हो, यसमा केही कमी कमजोरी भयो होला। बोल्ने प्र्याक्टिस पनि हुन्छ हैन, बोल्ने प्र्याक्टिस पनि गर्दैछु किनकि फर्स्टचोटि हो नि त। त्यो कारणले गर्दाखेरि त्यस्तो केही नसोचिदिनु होला। एकदम माया देखाइदिनु न, फर्स्टमा माया देखाइदिनु न। फेरि ट्याग लगाएर भिडियोहरू त ट्याग आइहाल्छ नि। बिस्तारै बोल्दै जाँदा हैन म पनि सिक्दिनेछु। हजुरहरूले सिकाइदिनु होला केही गल्ती कमी कमजोरी भयो भने हैन ट्याग लगाएर। ल साथीहरू यो भिडियो यहीँसम्म, फेरि अर्को भिडियोमा भेटौँ ल ट्याग लगाएर।